के बनाउन आँट्नु भएको मम्मी? मैले यो सुत्केरी मसला बनाउन आँटेको। यो गुँड हो, मेथी भुट्नुपर्छ अहिले। हजुर यो बदामहरू छोकडाहरू पनि भुट्नुपर्छ। यो सबै यो सुप हो, यो चम्सुर हो, यो सुप हो, यो खाने सुप हुन्छन्। अनि यो किसमिस भयो, यो काजु भयो, यो ज्वानो भयो, यो चाहिँ जडीबुटी। के जडीबुटी छ? पाखनले ठुलो खत अनि अरू पनि धेरै सुत्केरीले खाने जडीबुटी छ। अनि नरिवल अनि सुकुमेन, दालचिनी, के अरे यो अलैँची, मरिच, ल्वाङ, यो चाहिँ के अरे जाइदाना, जाइफल भन्छौँ यसलाई, जाइफल। त्यति हालेर आज म सुत्केरी मसला बनाउन आँट्दैछु। अनि चामल पनि भिजाइछु, चामल अब यसलाई भुट्नुपर्छ। अब यहाँ सबै भुटेर ग्राइन्डर गरेर ग्राइन्ड गर्नुपर्छ। घिउमा यसलाई पार्नुपर्छ, फ्राई गर्नुपर्छ। अनि दुधमा पुरानो पकाए जस्तो पकाउनु पर्छ। अहिले रमाइलो गर्थ्यो पकाउनु। अब के गर्दै हुनुहुन्छ मम्मी? भुट्दै हुनुहुन्छ? सबै भुट्नुपर्छ अनि ग्राइन्डर गर्छु। अनि यसलाई सब धुलो बनाएर अनि पकाउनुपर्छ। घिउमा पकाउनुपर्छ अनि सक्खर हाल्नुपर्छ। मिस्टी हाले पनि भयो, चिनी हाले पनि भयो, आफ्नो स्वादअनुसार। तर सक्खर राम्रो सुत्केरीलाई। यसको म के गर्नु? अब यो चाहिँ के पकाएको है? यो गुँडलाई फ्राई गरेर घिउमा यत्रो गुँड चाहिँ फ्राई गरेपछि ठुल्ठुलो हुँदो रहेछ, मोटो आउँदो रहेछ। ग्राइन्ड गर्ने तयारी हुँदैछ यो सबै मसलाहरूलाई। अब यहाँ ग्राइन्डरमा ग्राइन्ड गरेर धुलो बनाउनुपर्छ। मसलाहरू ग्राइन्ड गर्दै हुनुहुन्छ मम्मी दाजु। अब हेर्दै जाउँ के हुँदै जान्छ। चामल पनि ग्राइन्ड हुँदैछ होइन, यस्तो खस्रो बनिँदैछ। अब के हुँदैछ त मम्मी? के पकाउँदै हुनुहुन्छ? अब यहाँ गुँडलाई दुधले पकाउँदैछु। दुधमा पकाउनु पर्ने हो। यो चाहिँ के को धुलो हो? यो बन्दैछ अब होइन है। सुत्केरी दबाई, सुत्केरी मसला। यो चाहिँ गुँडमा पकाएको रेडी हुँदैछ। सुत्केरी दबाई, सुत्केरी मसला। अब यस्तो हुँदैछ। पुरानो भएकै हुन्छ। यो कुवामा पनि तयारी हुँदैछ। अब एकछिनमा कुवामा पनि बन्छ सुत्केरी दबाईको चाहिँ। दबाईहरू चाहिँ त्यहाँ रेडी छ। अर्को यहाँ कुवामा पनि बनाउन रेडी हुँदैछ। यो सुत्केरी मसला चाहिँ दुधमा पकाउँदा पनि हुन्छ, कुवा जस्तो बनाएर कुवामा पकाउँदा पनि हुन्छ अरे होइन मम्मी? चामललाई ग्राइन्ड गरेको छ। चामललाई ग्राइन्ड गरेर यो मसला मिसाएर यहाँ पकाउने तयारी हुँदैछ यसको पनि। उयो पनि हाल्ने हो, सबै हाल्नु। अब यो दुधमा पकाएको सुत्केरी दबाई चाहिँ लगभग रेडी भयो। अब यो निकालेर ठन्डा हुनुपर्छ। अनि जम्छ ढक्कै। बिस्तारै अलिअलि निकाल्दै
धेरै खानलाई हुन्छ। यसरी गुरु 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 गरेर पाक्दैछ। मम्मीले बनाउनु गयो ट्याक्क लगाएर यहाँ के गर्दै हुन्छ। गुँडबाट चाहिँ अब हाम्रो दबाई रेडी भयो सुत्केरी मसला। के गरे मम्मी यो त्यो चाहिँ चामलको चामलको पिठोको हजुर पुवा बनाउने यसो। अहिले चामल भिजाएर अहँ। यहाँ सबै मसला हालेर अब यहाँ पुवा बनाउन रेडी हुँदैछ यो त। अब मम्मीले फेरि पुवा बनाउनु हुँदैछ घरको। पुवाको दबाई रेडी भयो मम्मी हो? रेडी हुन आँट्दैछ भर्खर सुरु भएको। अब यो डल्ला सबै फुटाउनु पर्छ। ल अब सुत्केरी मसला एकदम रेडी भयो। यो गुँडमा पकाएको मसला हो। ट्याक्क मिठो पनि भएको छ, गुलियो गुलियो भर्खरै चाखिसक्यो। एकदम राम्रो छ।